तपाईँले दिने हो मन्त्री ए तपाईँले दिने जस्तो कुरा गर्नुभयो नि त्यही भएर मन्त्री तपाईँले दिने होइन नि त हाम्रै दिदीलाई कसैले सक्छ त कस्तो मिठो एन्सर दिनुभएको के कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा एक कप चिया खानुभन्दा अगाडि उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीद की आमालाई सम्झिनु होला आफ्नो छोरो चढाएर संसद छिरेकी छन् शहीद की आमा कस्तो मन छुने कुरा गर्नुभयो मेरो दाइ छिट्टै देश बनेको हेर्न पाइयोस् यो चाहिँ भएन है जुन कुरा देखेर हामीलाई वाक्क लागेको थियो त्यही कुरा फेरि दोहोरिँदैछ है अब के भन्नु त महावीर पुन दाजु चाहिँ आनन्दले अब नवनिर्वाचित भए पनि आनन्दले एक्लै किताब बेच्दै हिँड्नु भएको छ यहाँ चाहिँ अब त्यस्तो हुलदङ्गा भिडभाड पनि केही पनि छैन तै पनि 4 जनाले घेरेर लानुपर्ने यो चाहिँ चित्त बुझाइ भएन है यो चाहिँ यस्तो चाहिँ हुँदैन यो हामीले खोजेको होइन कि अगाडिको मान्छेलाई कस्तो नसुहाएको है अलिअलि कता नसुहाएको जस्तो देखाए है कसले भोट हालेनन् कसले घन्टीमा हाले त्यो रिपोर्ट तपाईहरुले दिनै पर्यो हामीलाई देखियो नि हैन मैले त पहिल्यै भनेको थिएँ नि तारामा हाला भनेर जान्ने भएर घन्टीमा हाले हैन भोट अब कारबाही गर्ने रे हाम्रो ठुलो बाले बालेन प्रधानमन्त्री भयो भने रविलाई जेल हाल्नुपर्छ रवि प्रधानमन्त्री भयो भने बालेनलाई जेल हाल्नुपर्छ सोए ढोले सोए यो मान्छेलाई सुधार्न के गर्नु पर्ला है साथीहरु अहिले चुनाव जित्ने बित्तिकै यो रासोपाको निर्वाचन पछाडि इनिसाबिकाको बलात्कार र हत्या भएको छ अब यस्ता मान्छे त नगर प्रमुख छन् अब यस्तोले समाज बनाउला भनेर कसरी विश्वास गर्नु अनि अर्को कुरो आन्टी तपाईहरुको पालामा कति धेरै बलात्कार भएर हत्या भयो त्यतिखेर चाहिँ कहाँ जानु भएको थियो तपाईहरु के हेर्नु भएको थियो त अनि के गर्न सक्नु भयो तपाईहरुले त खै अलि ठुलो कुरो नगर्नु के तपाईहरु राष्ट्रसभाको केन्द्रीय सदस्य मसँग चुनाव लड्न आओस् म चुनाव लड्छु त केन्द्रीय सदस्यसँग लौ न यो भाइ त बोल्दा बोल्दै ढल्छ कि क्या हो बोल्दै गाह्रो भइसक्यो उसलाई अब धेरैको मन पनि दुख्या छ यहाँ है मन नदुखाउनु तर दुखाउँदा पनि फरक पर्दैन त्यसै गर्नु जसले जे भने पनि तर हर्क दाइको चाहिँ मन एकदम सफा लाग्छ क्या मलाई चाहिँ फ्याट बोल्दिनुहुन्छ क्या यस्तो बेलामा त बोल्नु भन्दा नबोलेकै ठिक कति धेरै पत्रकारहरू हो यो मोबाइल बोकेर पनि छ त अनि ल साथीहरु यतिको एडभान्स चाहिँ हुनुपर्छ है जेनजी भएपछि हुनुपर्छ है यो नेता क्षेत्रको स्यालेरी छोड्दिम ल नराख्दिम यिनीहरुको है यिनीहरुको अब यिनले पो लिन्छन् कि लिँदैनन् भन्ने कुरा भयो त्यो पो हेर्न मन लाग्यो त मलाई साँच्चीकै माया भनेको चाहिँ यो हो क्या जिन्दगीको सहयात्री भनेर यसैलाई भनिदो रहेछ हरेक पल सँगै नमस्कार आराम हुनुहुन्छ हात मिलाइदिनु दाइ यार हुन त बेलानुको बेला जहाँ पाए त्यही क्यामेरा तेर्साउनु त नराम्रो चिज हो कि तर अलिकति दिपेन्द्र दाइले पनि कस्तो मनै खल्लो बनाइदिनु भयो क्या चुनावपछि राष्ट्रसभाको 160 सिट हुन्छ राष्ट्रसभालाई कुनै सहयोगी दलको आवश्यकता पर्दैन यिनलाई त डाक्टर होइन तान्त्रिक गुरु भन्नुपर्ने हो क्या जे भने त ठ्याक पुगेको छ त है अहिले त तपाई मोबाइलको सदस्य पनि हुनुहुन्न चुनाव चिन्ह मोबाइल नि अब चुनाव हारिसकेपछि त्यतातिर गएर टिका टिप्पणी गर्नु हुँदैन यो दुखेको मनलाई घरि चोड दिएर दुखाउने काम नगरौँ न महोदय